हजुरहरू दर्शकहरूलाई नमस्कार। आजको यो बाढीले गर्दा कति ठाउँमा क्षति गरे के गरे भनेर अब हामी पनि यहाँ आइरहेका छौँ। तसर्थ आजको यो बाढीले चाहिँ यहाँ अलिकति धराप खास धराप गरेको छैन। यो बाढी डेन्जर आएछ। यतापट्टि खासै क्षति गरेर उतापट्टिको त्यो जमिनहरू चाहिँ सबै डुबाउनु परेछ। कान्तिपुर कोलोनी यो हो, यो कान्तिपुर कोलोनीको अलिकति उतापट्टिसम्म आएछ बाढी चाहिँ। त्यहाँ नगर विकासले वाल थियो, वाल पनि गएछ, भित्तामा गएछ तलको माथि दुई ठाउँमा, त्यो मान्छे उभिएको ठाउँमा एक ठाउँमा गएछ। खासै त्यो क्षति पनि गरेर हुन्छ। घाम लाग्यो, घाम लागेपछि अब बाढी पनि कम हुन्छ होला। ओके गाइस, अब मैले हजुरहरूलाई यो लपु खोलाको बाढीको बारेमा मैले भने नि, बाढी हो बाढी अब यत्र आएछ। अब त खासै ठुलो त भनिँदैन, अब पानी परिरहन्छ, बर्खा भइरहन्छ नि, अब यो ठुलो पनि आउनु सक्छ। तसर्थ अहिले चाहिँ अब यत्रै हो। अब पानी आएछ नि योभन्दा ठुलो आउनु सक्छ। क्षति गरेर खासै क्षति गरेर खाने घरहरूमा खासै केही क्षति गरेको छैन। ठिकै छ गाइस, मेरो यो च्यानललाई सब्सक्राइब गर्नुहोस्, सेयर गर्नुहोस्। अरू पनि म नयाँ नयाँ भिडियोहरू हजुरहरूको माझमा लिएर आउँछु। ओके गाइस, लपु खोला है, यो लपु खोला पहिला पालि मान्छे बढेको ठाउँ त्यो यो हो। ट्याक्कै मान्छे उभिएको ठाउँ यतापट्टि 3 जना मान्छे पहिला पालि बाढीले बगाएको थियो। यसपालि चाहिँ छैन, खासै छैन। अहिले खोलातिर बस्न पनि मान्छेहरू गएको छन्, तर खोलाको छेउछाउ भन्नाले के भने कान्तिपुर कोलोनी अलिकति भेटेन, त्यसले गर्दा होला। ओके गाइस, मेरो च्यानललाई सब्सक्राइब गर्नुहोस्, अलिकति सेयर गर्नुहोस्। ओके।